नेपाली विद्यार्थीहरूको लागि युके अहिलेको नम्बर 1 चोइस भएको छ। किन? युकेको भिजा रेट निकै राम्रो छ अनि प्रोसेसिङ ड्युरेसन पनि निकै सर्ट छ, जस्ट 40 to 45 डेज। त्यसै क्रममा हाम्रो विद्यार्थी एकजना जो रानी मिल्स एरिया विराटनगरबाट हुनुहुन्छ, उहाँको पनि हालसालै भिजा लागिसकेको छ। सो रोहन, कन्ग्रेचुलेसन्स। थ्याङ्क यू सर। अनि युके अब जाँदैछ। हजुर। सो कुन कोर्स र कुन युनिभर्सिटीको लागि जाँदैछौ? युके म मास्टर्स कोर्सको लागि गएको, एमएससी इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट। अल राइट। 1 इयरको। अनि कुन युनिभर्सिटी? युनिभर्सिटी अफ वुल्भरह्याम्पटन। ओके। जहाँसम्म मलाई याद छ, खास तिमी जेन फेब इन्टेकको लागि हैन ट्राई गरेको, तर त्यतिखेर अब एप्लिकेसन रस बढी भएर हाम्रो इन्टरभ्यूहरू हुने नहुने टुङ्गो नलाग्दाखेरि हामीले ठिक छ 3 महिना पछाडि गए पनि फरक परेन, तर राम्रोसँग जानुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौँ। सो ओभरअल तिमी मिल्स एरियाबाट एडुमार्कमा आइपुग्यौ, त्यस पछाडि एप्लिकेसनदेखि अहिले भिजा ग्रान्ट हुँदै अबको केही दिनमा तिमी जाँदैछौ। हजुर। सो त्यो ओभरअल एक्सपिरियन्स हाम्रो टिमसँग एडुमार्कसँग कस्तो रह्यो? ओभरअल एक्सपिरियन्स त मेरो पहिलेदेखि राम्रो नै थियो। इडुमार्कमा म यस्तो होइन कि युके मास्टर्सको लागि मात्रै आएको होइन। इडुमार्क म ब्याचलर इन्डिया जाँदाखेरि पनि इडुमार्कबाट नै गएको। त्यही भएर एउटा फ्यामिली रिलेसन भएको कारणले मैले इडुमार्कलाई नै चुज गरेँ आफ्नो फरेन डेस्टिनेसनको लागि। त्यो ओभरअल जर्नी मेरो राम्रो थियो। इडुमार्कले टाइममा मलाई गाइड गर्यो, सपोर्ट गर्यो, एभ्रिथिङ ओभरअल। जहाँ म स्टक भएँ त्यहाँ इडुमार्कले मलाई हेल्प गर्यो, स्पेसली तिलक सर, रवि सर, कवि सर, उहाँहरूले सबै फ्रेन्डली एउटा भाइ जस्तै मान्नुभयो। ओके। मलाई याद छ तिमीलाई सुरुमा हामीले इन्टरभ्यू प्रिपेयर गराउँदाखेरि पनि कता कता अलिकति त्यो लेभलको पर्फर्मेन्स आइरहेछ र भन्ने थियो, तर तिमीले त्यसमा निकै वर्कआउट गर्यो। त्यसै गरी युके जाँदाखेरि स्किल्स पनि काम लाग्छ भनेर तिमीले बार यो कसरी कफी मेकिङको ट्रेनिङ पनि दियौ। हजुर। होइन, अब युके जाँदैछु मास्टर्सको लागि। डेफिनेटली मास्टर्स जस्ट 1 इयरको कोर्स हुन्छ, त्यस पछाडि तिम्रो एउटा क्यारियर प्लान छँदैछ। सो त्यसको लागि हामीले अलरेडी विस त गरिसकेका छौँ, तर अब तिमी जाँदैछौ भनेपछि तिम्रो लागि एकोमोडेसन, फ्लाइट, रिसिभ गर्नेदेखि एभ्रिथिङ भइसकेछ सर। भनेपछि त्यसमा पनि हामी विद्यार्थीलाई सपोर्ट गर्छौँ। तपाईँको भिजा ग्रान्ट मात्रै नभएर तपाईँलाई एकोमोडेसन्स, तपाईँलाई चाहिँ एयरपोर्टमा पिकअपदेखि लिएर अरू कुरामा पनि। अनि अब मिल्स एरिया विराटनगरबाट छौ है? हजुर हजुर। त्यसो हुँदाखेरि त्यहाँ रहेका विद्यार्थी ओभरअल विराटनगरमै हजुर पनि कतिपय विद्यार्थीहरूलाई एउटा जेन्युन कन्सल्टेन्सीको खोजमा रहिरहेको हुन्छ। कुनै पनि एब्रोडको डेस्टिनेसन, चाहे त्यो युएसए, युके, अस्ट्रेलिया, क्यानाडा, फिनल्यान्ड, डेनमार्क, जर्मनी या अन्य रहे पनि त्यस्ता विद्यार्थीहरूलाई तिम्रो सजेसन्स के छ एडुमार्कलाई लिएर? एक्चुअली स्टुडेन्टहरू कन्फ्युज हुन्छ कि यति धेरै कन्सल्टेन्सी छ कि विराटनगरमा कि कहाँ जाने, कुन कन्सल्टेन्सीले थरीको कुरा गर्छ। हजुर। एक्चुअली मैले इडुमार्कमा के थाहा पाएँ कि इडुमार्कले एकदम सिम्पली र राम्रो सजेसन दिन्छ। डाइरेक्ट तिमीलाई जसरी अल एबाउट इन्फर्मेसन, तिमी जुनै पनि कन्ट्री जाऊ, फाइनेन्सियलदेखि लिएर तिम्रो कोर्स डिटेलिङ हरेक थोक सपोर्टिभ हुन्छ। अनि त्यो पनि भए पनि भिजा जबसम्म लाग्दैन तबसम्म इडुमार्क तपाईँहरूसँगै हुनुहुन्छ, हेल्प गर्नुहुन्छ तपाईँलाई अन्टिल योर भिजा ग्रान्ट। अनि भिजा ग्रान्ट भएपछि पनि इडुमार्कले तपाईँलाई छोड्दैन। सुन्नुहोस् है, हामी तपाईँलाई छोड्दैनौँ। भलै तपाईँले इडुमार्कलाई छोड्दिनु, इडुमार्कले तपाईँलाई बिर्सिँदैन। लास्टसम्म जहाँ स्टुडेन्ट जबसम्म सेटल हुँदैन त्यहाँ गएर तबसम्म इडुमार्क तपाईँसँग हुन्छ। एक्ज्याक्टली। तपाईँलाई हामी भिजा ग्रान्टसम्म मात्रै सपोर्ट नगरेर तपाईँ उता आफ्नो डेस्टिनेसनमा पुगेपछि नै हामी टचमा बस्छौँ। तपाईँलाई हामीले के कसरी फेसिलिटेट गर्न सक्छौँ हाम्रो बेस्ट हामीले ट्राई गरिरहेका हुन्छौँ। सो रोहनलाई फेरि वन्स अगेन कन्ग्रेचुलेसन्स भन्न चाहन्छु, किनभने केही दिनमै उसको फ्लाइट छ, लगभग तयारी सबै भइसकेको छ। सो वी विश यु फ्रम आवर एडुमार्क टिम अ ग्रेट फ्युचर है, एन्ड डेफिनेटली यु विल रक अन है। र सायद युकेमा तिमी भए पनि हामीसँग एकदमै टचमै रहन्छ भन्ने आशा छ हामीलाई। सो तपाईँ पनि यदि युएसए, युके, अस्ट्रेलिया, क्यानाडा, फिनल्यान्ड, जर्मनी लगायत विभिन्न कन्ट्री, चाहे त्यो युरोप भए पनि तपाईँ हाम्रो सम्पर्कमा आउनुहोस्। तपाईँको ओभरअल
प्रोफाइल, तपाईँको फाइनेन्शियल स्टेटस हेरेर हामीले तपाईँलाई बिस्तारै गाइड गर्दै तपाईँको सेफ ल्यान्डिङलाई हेरेर हामी तपाईँलाई चाहिँ तपाईँको लक्ष्यसम्म पुग्नको लागि हामी प्रयास गर्दछौँ। सो फर एब्रोड स्टडिज प्लिज डु रिमेम्बर एडुमार्क प्राइभेट लिमिटेड, वी आर विथ यू। Yes, thank you very much.